आज हामी गुड फ्राइडेको समयमा छौँ है। अनि आजको दिन येशू ख्रीष्टले आफ्नो लहुलाई उहाँले बगाउनु भयो अनि उहाँले आफ्नो बलिदानमा उहाँले दिनुभयो र यसरी बाइबल हाम्रो अगाडि साक्षी छ। अनि जुन अहिले हामीले यूहन्नाको सुसमाचार हामीले पढ्यौँ अनि यो यूहन्नाको सुसमाचारमा हामीले पढ्दाखेरि हामी यो कुरालाई पाउँछौँ। अनि हामी मत्ती, मर्कुस, लुका, यूहन्नामा नै पनि हामी येशू ख्रीष्टको बलिदानको विषयमा हामी पाउँछौँ है, उहाँलाई क्रुसमा टाँगेको कुराको विषय पाउँछौँ। र आज हामीले यूहन्नाको सुसमाचारको पढेको छौँ र यहाँनिर यूहन्नाले एउटा कुरा भनेको छ कि जुन कुरो चाहिँ येशूले आजको यो समय दिनमा उहाँले जुन चाहिँ कष्ट भोग्नुभयो, जुन चाहिँ कुरो उहाँले सहनुभयो, त्यो कुरोको साक्षी चाहिँ को बनेको छ? यूहन्ना बनेको छ। अनि यूहन्नाले हामीलाई यसरी भन्छ, यूहन्नाको सुसमाचार 19 अध्यायको हामी 35 मा हेर्दाखेरि हामी त्यहाँनिर पाउँछौँ। यसरी लेखेको छ, तिमीहरूले पनि विश्वास गर्न सक भने यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ र साँचो बोल्दछु भनी ऊ जान्दछ भनेर यहाँनिर भन्दछ। म फेरि पढ्दछु, तिमीहरूले पनि विश्वास गर्न सक भने यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ र साँचो बोल्दछु भने ऊ जान्दछ भनेर यहाँनिर भन्दछ। अनि यो चाहिँ को रहेछ भन्देखिलाई चाहिँ यूहन्ना। किन भन्देखिलाई जब येशू ख्रीष्टलाई त्यहाँनिर पक्राउ परे, जब येशूलाई त्यहाँनिर पक्रे अनि त्यति बेला चाहिँ के भयो भनेदेखिलाई चेलाहरू के भएको थियो? छरपष्ट भएको थियो नि त है। येशूको बेलुका पक्रेको थियो होइन, अनि छरपष्ट भएको थियो। अनि यहाँनिर बाइबलले यसरी बताउँछ कि यहाँनिर चाहिँ यूहन्ना चाहिँ येशूले जुन चाहिँ कुरा त्यहाँ भोगिरहेको छ यो कुरो चाहिँ यूहन्नाले चाहिँ के गरिरहेको थियो? टाढैबाट हेरिरहेको थियो भनेर हामी यहाँनिर पाउन सक्छौँ। किनभने हामी कति बेला यो कुरालाई थाहा पाउन सक्छौँ भन्दा चाहिँ यूहन्नालाई चाहिँ हामी बाइबलमा के पाउँछौँ भने येशूले माया गर्नुभएको चेला, सबैभन्दा बेसी माया गर्नुभएको चेला भन्ने कुरोलाई, येशूले प्रेम गर्नुभएको चेला भन्ने कुरोलाई हामी पाउँछौँ, जो चाहिँ यूहन्नालाई दर्शाउँदछ। अनि जब क्रुसमा उहाँले 7वटा बानी उहाँले भन्नुभयो, यो 7वटा बानी भन्दा पनि उहाँले त्यहाँनिर के भन्नुभएको छ? जब उसको आमा मरियम त्यहाँनिर गइरहेको त्यहाँनिर देखेको छ अनि त्यतिबेला चाहिँ येशूले के भन्नुभएको छ? त्यहाँनिर उहाँले यसरी भन्नुभएको छ है। हामी त्यहाँनिर यूहन्ना 19 पेज 26 र 27 मा हामी त्यहाँनिर पाउँछौँ। उहाँले भन्नुभयो, नारी हेर्नुहोस् तपाईँको छोरा, हेर तिम्रो आमा भनेर त्यहाँनिर चेला यूहन्ना अनि आमालाई त्यहाँनिर दर्शाएको हामी त्यहाँनिर पाउँछौँ। अब यसको मतलब यो हुन्छ कि यूहन्ना चाहिँ त्यहाँनिर थिए अनि जुन चाहिँ यो दृश्य थियो यो कुरो यूहन्नाले हेरिरहेको थिए अनि जुन कुरो यूहन्नाले देखे, जुन कुरो गरे त्यही कुरो यहाँनिर उनले देखेको हामी पाउँछौँ। ऊ चाहिँ आई विटनेस। अनि येशू ख्रीष्टले जुन चाहिँ यो कार्य गर्नुभयो यो चाहिँ एउटा कुनै काल्पनिक कुरा होइन, यो चाहिँ कुनै एउटा कथा होइन है, तर यो चाहिँ एउटा साँच्चै नै घटेको ऐतिहासिक कुरा हो। अनि उहाँले यो कुरालाई किन गर्नुभयो त है? उहाँले किन यो कुरालाई दर्शाउनु भयो त भनेदेखिलाई हामीले बाइबलले पाउँछ कि उहाँले चाहिँ यो सबै कुरा चाहिँ उहाँले के गर्नुभयो भनेदेखिलाई उहाँले आफ्नो उद्देश्यमा परमेश्वरको वचनलाई पुरा गर्नको लागि उहाँले यो कार्यहरू गर्नुभयो। उहाँ त्यसै आएर उहाँ क्रुसमा बलिनु भएको होइन, यो चाहिँ परमेश्वरको योजना अनुसारमा, परमेश्वरको प्रतियोजना अनुसारमा चाहिँ येशू ख्रीष्ट संसारमा आउनुभयो अनि उहाँले चाहिँ हामी मानिस जातिको पापलाई उठाउनको लागि चाहिँ योजना मार्फत उहाँले यो कार्यलाई सिद्धाउनु भएको है। यो हामीले थाहा गर्नुपर्छ। उहाँले के गर्नुभयो? योजना अनुसारमा उहाँले कुरालाई सिद्धाउनु भयो, आकस्मिक भएको कुराहरू होइन, यो चाहिँ परमेश्वरको प्री प्लानको कुरालाई यहाँनिर पाउँछौँ। जुन कुरो चाहिँ उहाँले व्यवस्था पुरा गर्नको लागि उहाँ आउनुभयो। अनि अब हामी त्यो दिनलाई जब हामी हेर्छौँ भनेदेखिलाई गुड फ्राइडेको दिन के भएको थियो त्यो समयमा हामी हेर्छौँ भनेदेखिलाई हामीले हिजोको जुन चाहिँ हामी प्रभुको समयहरूलाई जब हामीले हेऱ्यौँ है, त्यहाँनिर गेतसेमनीको बगैँचामा येशूले गर्नुभएको प्रार्थनाको विषयमा हामी त्यहाँनिर हेऱ्यौँ है। अनि त्यसपछि चाहिँ येशूलाई जब है त्यहाँनिर पक्रिन्छ अनि त्यहाँबाट चाहिँ के हुँदै गयो, त्यहाँबाट हामी के पाउँछ भनेदेखिलाई है पत्रुसले पनि इन्कार गरेको हामी त्यहाँनिर पाउँछौँ होइन। हालाकि उहाँले पत्रुसले के भनेको थियो?
म त तपाईँलाई कहिले पनि छोड्दिनँ होइन, म त तपाईँलाई कहिले पनि छोड्दिनँ, तपाईँसँग मर्नु परे तापनि म मर्छु भनेर पत्रुसले भनेको थियो। तर येशूले के भन्नुभएको थियो, तिमीलाई म साँच्चै तिमीलाई म भन्छु है, तिमीले मलाई आजको बिहान भाले जबसम्म तिमीले मलाई 3 पल्ट इन्कार गर्दैन तबसम्म भाले बाँच्दैन भनेर भनेको थियो है। अनि निश्चय नै पत्रुसले के गर्यो, त्यहाँनिर परमेश्वरलाई येशू ख्रीष्ट म त चिन्दिनँ भनेर भने, अनि बिहान भयो है, अनि भाले बाँचेको छ। अनि भन्नु मतलब चाहिँ येशूलाई चाहिँ जब पक्राउ परेर गयो, जब येशूलाई पक्रे त्यहाँबाट लगेपछि चाहिँ येशूलाई के गरेको छ, त्यहाँनिर हेरोदको अगाडि लगेको छ, त्यहाँनिर पिलातुसको अगाडि लगेको छ, अनि त्यहाँनिर उसलाई त्यहाँनिर कोर्रा लगाएको हामी त्यहाँनिर पाउँछौँ। यो सबै कुरा हामी पाउँछौँ। अनि उहाँले चाहिँ यसरी दुःखलाई उहाँले यसरी सहनुभयो। अनि कल्वरीको यात्रालाई जब हामी हेर्छौँ है, अनि जब बिहानको समयमा जब कल्वरीको यात्रालाई जब हामी हेर्छौँ कि उहाँले चाहिँ आफ्नो क्रुसलाई के गर्नुभयो, बोकेर चाहिँ उहाँ आफ्नो क्रुसलाई बोकेर त्यो कल्वरीको यात्रामा है, अथवा त्यहाँनिर कल्वरी पनि भनिन्छ, त्यसलाई खप्परे पनि भनिन्छ, अनि बाइबलमा गलगथा भनेर पनि भनेको छ। वास्तवमा गलगथा भनेको पनि यो खप्परे भनेको पनि कल्वरीको डाँडा पनि एउटै कुरालाई बताउँछ। अनि येशूले आफ्नो क्रुस आफै बोकेर त्यहाँनिर जान उहाँलाई लगायो। तर बाइबलमा जब हामी मत्ती, मर्कुसमा अनि लुकामा हेर्छौँ भनेदेखिलाई चाहिँ हामी के पाउँछौँ भनेदेखिलाई त्यहाँनिर सिमोन नाम भएको एकजना व्यक्ति छ, सिमोन कुरेनी भन्ने एउटा व्यक्ति छ। उस सिमोन भन्ने व्यक्तिलाई चाहिँ त्यहाँनिर जब येशू चाहिँ जब ऊ चाहिँ क्रुस बोक्न सक्नु भएर एकदमै थकित भएको बेलामा चाहिँ सिमोनलाई पनि त्यहाँनिर सहायता मागेको छ। त्यहाँनिर रोमन्सहरूले चाहिँ, रोमीको पनि सिपाहीहरूले चाहिँ त्यो सिमोन भन्ने व्यक्तिलाई पनि येशूको है त्यहाँनिर साथ गरिदिनुको लागि, त्यहाँनिर क्रुस बोक्नुको लागि त्यो सिमोनले पनि त्यहाँनिर क्रुस बोकेको छ भन्ने कुरो है मत्ती, मर्कुस, लुकाले त्यहाँनिर भनेको छन् है। अनि जब उनीहरू त्यहाँनिर यसरी यो यात्रामा गए, अनि यो यात्रामा जाँदाखेरिलाई चाहिँ त्यहाँनिर ठुलो त्यहाँनिर भिडहरू चाहिँ के गर्दै आए, प्रभु येशू ख्रीष्टलाई पछ्याउँदै आएको हामी त्यहाँनिर पाउँछौँ त्यो। अनि यो पछ्याउँदै आए। अनि धेरैजना के थियो भनेदेखि त्यहाँनिर धेरैजनाले त्यहाँनिर मानिसहरू के गरिरहेको थियो, धेरैजना हाँसिरहेको थियो, धेरैजना त्यहाँनिर ठट्टा गरिरहेको थियो, हामी त्यो कुरालाई पाउँछौँ है। अनि तपाईँहरूलाई बताइदिउँ कि जुन चाहिँ येशूले जुन चाहिँ कष्ट सहनुभयो नि, यो कष्ट चाहिँ एकदमै साह्रो कष्ट उहाँले सहनुभएको हामीलाई थाहा लाग्छ। किनभनेदेखिलाई उहाँले जुन चाहिँ कष्ट सहनुभयो त्यो कष्ट चाहिँ रोमीहरूको उनीहरूको जुन चाहिँ यातना दिने, जुन चाहिँ उनीहरूको सजाय दिने जुन चाहिँ उनीहरूको एउटा कार्य थियो, एउटा प्रथा थियो, त्यो अनुसार चाहिँ येशू ख्रीष्टले यो यातनालाई सहेको छ थियो। किनभने यहुदीको समाज अनुसारमा हो भनेदेखिलाई, यहुदीहरूको समाज अनुसार हो भनेदेखिलाई चाहिँ उनीहरूले चाहिँ के गर्थ्यो, उनीहरूले चाहिँ ढुङ्गा हानेर मार्ने उनीहरूको प्रथा थियो है, एउटा कुनैलाई दोष लाउँछ भनेदेखिलाई। तर यहाँनिर हामी के पाउँछौँ भनेदेखिलाई येशू ख्रीष्टलाई चाहिँ के गरेछ, रोमन्सहरूको हातमा त्यहाँनिर सुम्पिदिएको छ होइन। त्यहाँनिर उसको हातमा त्यहाँनिर छोडिदिएको छ, त्यहाँनिर है पिलातसको हातमा त्यहाँनिर सुम्पिदिएको छ। अनि पिलातसको अगाडि नै अपिल गरेको छ त्यहाँनिर कि उसलाई चाहिँ क्रुसमा टाङ्नुपर्छ भनेर त्यहाँनिर भनेको छ। अनि पिलातसले त के गरेको थियो, हालाकि उसलाई है त्यहाँनिर कोराहरू लगाएर छोडिदिने मात्रै विचार गरेको, तर त्यो मानिसहरू मानेन, उसलाई क्रुसमा टाङ्नुपर्छ, बरु बारब्बालाई छोडिदिनु भन्ने कुराहरू त्यहाँनिर गरे। अनि यो जुन प्रकारको येशूलाई दिएको जुन चाहिँ दण्ड छ नि, यो दण्ड चाहिँ रोमन्सहरूको पनि उनीहरूको एकदमै जो चाहिँ अलिकति एकदमै दुष्ट काम गर्ने छ, जो चाहिँ एकदमै पापी छ, जो चाहिँ एकदमै अत्याचार गर्ने व्यक्ति, जो चाहिँ एकदमै दुष्ट छ नि, जो चाहिँ एकदमै दोषी छ नि, त्यो व्यक्तिलाई मात्रै यो दण्ड दिन्थे, क्रुसमा झुन्डाउने चाहिँ। अनि जब क्रुसमा झुन्डाउँथ्यो भनेदेखिलाई चाहिँ त्यहाँबाट चाहिँ त्यो व्यक्ति चाहिँ क्रुसमा के हुन्थ्यो, तिर्खा लागेर, भोक लागेर है त्यतिकै तर्पिँदै रगतहरू बगेर त्यतिकै दुःखसँग कष्टसँग चाहिँ उसको प्राण जान्थ्यो। अनि यो प्रकारको एउटा दण्ड है चाहिँ रोमीले त्यहाँनिर हामी दिन्छौँ, त्यहाँनिर दिएको हामी त्यहाँनिर पाउँछौँ। अनि त्यहाँनिर येशू ख्रीष्टलाई पनि त्यो दण्ड हामी सहेको त्यहाँनिर पाउँछौँ। अनि उहाँले यो कुरालाई सहनुभयो, यो कुरालाई गर्नुभयो। अनि किन भन्देखिलाई चाहिँ तपाईँ हाम्रो लागि नै हो
है निश्चयले तपाईँले हाम्रो लागि उहाँले यो कुरालाई गर्नुभयो। अनि अर्को कुरो चाहिँ के छ भनेदेखिलाई परमेश्वरले जब यो कुरालाई सधैँ हुनुहुन्थ्यो, यो कुरालाई गर्दै हुनुहुन्थ्यो, त्यति बेला चाहिँ उहाँलाई यो कुरो गर्नु एकदमै सजिलो थिएन नि प्रिय, एकदम सजिलो थिएन है। उहाँले क्रुस बोकेर जानु, हातमा काँटीले टोपिनु होइन, भालाले रोपिनु सजिलो थिएन नि। हालाकि हामी क्रुस बोकेर जब कल्भरी डाँडामा जब यस क्रुस गलगताको डाँडामा जब जाँदै हुनुहुन्थ्यो, त्योभन्दा अगाडि त उहाँलाई के गरेको थियो, कोरा लगाएको थियो होइन, कोरा लगाएको थियो। अनि जुन चाहिँ कोरा लगाएको थियो, अनि त्यो कोरा पनि है त्यति बेला चाहिँ त्यो साधारण कोरा थिएन भनेर भन्छ। जब इतिहासकारहरूले भन्छ कि त्यो जुन प्रकारको कोरा चाहिँ त्यहाँनिर येशूलाई लगाएको थियो, त्यो कोरा चाहिँ त्यो साधारण कोरा थिएन भनेर भन्छ है। अनि त्यति बेलाको कोरा चाहिँ कस्तो खालको हुन्थ्यो अरे भन्दाखेरिलाई चाहिँ, त्यो कोरा चाहिँ कस्तो हुन्थ्यो भनेदेखिलाई जब एकपल्ट हिर्काउँछ, एकपल्ट हिर्काउँदाखेरिलाई चाहिँ